ल सम्पूर्ण नेपाली दाजुभाइहरू यहाँ हेर्नुहोस् है समुद्रमा चाहिँ यसरी यो पारिपट्टि गैँडागढको जङ्गल हो उतापट्टि कालीगण्डकी बगिरहेको छ यता नारायणी यो चाहिँ अब तपाईँको नारायण नदी है यो पेदाङको चाहिँ मासु रेङ्गीमा पऱ्यो नत्र म नारायणघाटको भनिदिन्थेँ ल हेर्नुहोस् यति ठुलो पानीको समुद्र ल हेर्नु है हिलो समुद्रै समुद्र ल पारिपट्टि हरिपरि हजुर जङ्गल छ यतातिर यस्तो छ हामी यहाँ 2 भाइ छौँ उता 2 भाइ 4 भाइ भएर आज चाहिँ बाजुपुरी आएको है ल रमाइलो रहेछ तपाईँहरू पनि आउनु होला अब तपाईँहरूलाई के जानकारी गराउँछु भन्दाखेरि 10 जना आउनु भए पनि तपाईँको 250 रहेछ होइन अनि 1 जना आएर बोट चढे पनि अब 250 रहेछ त्यही भएर 10 जनाभन्दा 10 जनासम्म आउँदा राम्रो हुनेछ 10 जनाको सिट रहेछ है तपाईँहरू आउनुहोस् टक्क मनोरञ्जन गर्नुहोस् मनोरञ्जन लिनु है समुद्रै समुद्र यो मलेसियाको चाहिँ बाजुपुरिङ है तपाईँहरू पनि आउनु सक्नुहुन्छ काम गर्नलाई ल